नमस्ते दर्शकवृन्द सम्पूर्ण दर्शकवृन्दहरूमा म हरिलाल बाजे युट्युब च्यानलबाट सम्पूर्ण दर्शकवृन्दहरूलाई झोरले नमस्कार दर्शन भन्न चाहन्छु। आजको बसाइमा म आज तनहुँ जिल्ला व्यास 14 नयाँ गाउँ आफ्नो जन्मभूमिमा छु आज म। र आफ्नो जन्मभूमिको आफ्नो खेलेको ठाउँ, अब हुर्केको ठाउँ, अब पूजा गरेको ठाउँ सबैलाई हैन सबै ठाउँलाई तपाईहरु सामु प्रस्तुत गर्नको लागि देखाउनको लागि आइरहेको छु। त्यसमा आज म यहीँको बासिन्दा नयाँ गाउँको आज हाम्रो ससुराली ग्राङ्जा खलकहरूको हाम्रो मगरहरूको सबभन्दा महान चाड महान पर्व भाइ पूजा भनेको हाम्रो आफ्नो पितृहरूको पूजा भाइ पूजा जो बितेर जानुभयो उहाँहरूको सम्झनामा उहाँहरूको यादमा उहाँहरूलाई चाहिँ पूजा गर्ने चलन वैशाख पूर्णिमा भन्दा एक दिन पहिले पूजा गर्ने चलन छ। त्यसमा हिजो भर्खरै पूजा सम्पन्न भयो र म हिजो आफ्नै भाइ पूजामा आफ्नै भाइ खलाको अलग अलग खलाको आफ्नो खलाको हुन्छ, त्यसमा म बाचे खलक परेँ र म आफ्नो खलकको पूजामा म गएँ र हिजो चाहिँ यहाँ हाम्रो ससुरालीहरू ग्राङ्जा खलकले पूजा गरेर जानुभएको थियो र त्यस दृश्यलाई देखाउनको लागि म यहाँ आएको छु। तपाईँहरूले हेर्नु न, यो ग्राङ्जा खलक हाम्रो ससुराली खलकको वायुठान हो। यसमा चाहिँ हाम्रो वायुहरू हाम्रो देवता भनौँ, हामीले सबभन्दा ठुलो देवता मानिने हाम्रो वायु देवता हो। हाम्रोमा मगरहरूको अनुसार सानो पूजाको थान भनेको पूजाको सानो एउटा हुन्छ। उहाँहरूले आज चाहिँ यसमा चाहिँ यो मेन वायुथान भन्ने चाहिँ यो हो। यसमा उहाँले पूजा गरेर जानुभएको छ र उहाँहरूले पूजामा राख्ने पूजाको मूर्ति भन्ने चाहिँ हाम्रो ढुङ्गा राख्ने चलन छ। ढुङ्गा आफ्नो ढुङ्गा त्योभन्दा मुनि ढुङ्गा राख्छ। कोही ठुलो रुखको मुनि या केही रुखको मुनि एउटा यस्तो किसिमको मन्दिर बनाएर टेम्पल बनाएर हाम्रो भाषामा मगर भाषामा भने थान वायुथान, यो भनेको हाम्रो वायुथान हो। र उहाँहरूको वायुथान गरिसकेपछि उहाँहरूले खाना खाने, रोटी पोल्ने, मासु पकाएर खाने, खानाको लागि यस्तो किसिमको उहाँहरूले बन्दोबस्त गर्नुभएको छ। उहाँहरूले हैन हेर्न सक्नुहुन्छ तपाईँले यो उहाँहरूको वायुथानमा पूजा गरिसकेपछि पूजा गरेको मासु अनि खाने, त्यसपछि रोटी पोलेर खाने, प्रसादहरू यहीँ खाएर चाहिँ हामी जाने चलन छ। त्यसको लागि तपाईँहरूले हेर्न सक्नुहुन्छ उकालो लाम भन्ने है उकालो बाटो छ, त्यो भने उकालो लाम भनेको बाटो, उकालो भनेको त उकालो भइगयो होइन। त्यसमा उकालो लाममा यहाँ ग्राङ्जा खलक भन्छ हामीले होइन। थर भनेकोलाई हामीले खलक भन्ने चलन छ। उकालो बाटो यस्तो किसिमको मन्दिर छ।